हिजो पाक्चौर नगरपालिका वडा नम्बर 4 नमुना बस्तीमा भएको टहरो आगलागीमा परि ७७ वर्षीय मोतीलाल ओलीको दुःखद निधन भएको थियो। आज पोस्टमार्टम रिपोर्टपछि हिन्दू संस्कार अनुसार आफ्नै मसान घाटमा उहाँको अन्तिम दाह संस्कार गरिएको छ। एकछिनमै सबै थोक खोसिएको यो पीडादायी घटनाले परिवार मात्र होइन, सिङ्गो गाउँलाई नै स्तब्ध बनाएको छ। जीवनभर सङ्घर्ष गर्दै दुःख सुख सार्दै बिताउनु भएका उहाँ आज सम्झनामा मात्र सीमित हुनुभएको छ। आगोले शरीर मात्र जलायो, तर उहाँका सम्झनाहरू, मायामा बिताएका पलहरू कहिल्यै मेटिन सक्दैनन्। अब त्यो टहरो, त्यो स्थान र ती बाटाहरूले उहाँको अभाव सधैँ सम्झाइरहनेछ। नजिकका आफन्तका आँखामा बगेका आँसु र भित्रभित्रै उम्लिएको पीडाले यो क्षति कति गहिरो छ भन्ने झल्काउँछ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेको परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी गहिरो समवेदना व्यक्त गर्दछौँ।